गाइज हामी चाहिँ भोलिको लागि पिकनिकको लागि सामान किन्न गइरहेछौँ। दिदी कस्तो भइरहेछ? हेर्नु सक्नुहुन्छ पानी कति आयो। फर्स्ट टाइम यसरी गर्दैछौँ युएमा आएर यसरी पिकनिक चाहिँ फर्स्ट टाइम हो है। देख्न सक्नुहुनेछ हामीले त्यही युज एन्ड थ्रो प्लेट लिँदैछौँ। यति रमाइलो भइरहेछ नि, सपिङ गर्न पनि छुट्टै रमाइलो हुन्छ कि यस्तो भयो गाइज। यहाँ यस्तो कार्यक्रम भइरहेछ। यहाँ दाइले सामान प्याक गर्दै हुनुहुन्छ। यहाँ हाम्रो ब्युटिफुल दिदी चाहिँ उता। हामीले लगभग सामान किनेर हामी फर्किँदैछौँ। लु आयौँ, फेरि हामी लुलु आयौँ त्यहाँ नमिलेर। यति हाम्रो यहाँ चाहिँ यस्तो पनि छ होइन। अनि यो त के को चाहियो त, यो खान सक्दैन साठी हो कि हुन्छ। एक दुईवटा त्यसमा घुसाइदिनु चोटबुटी लगाएको मैले यो त एक दुईवटा त्यहाँ घुसाइदिँदाखेरि कस्तो होला गाइस। यहाँ त हामी चिकन हेरिरहेछौँ के कस्तो लाने, मिक्स लाने कि के लाने भनेर। यहाँ हेर्नु बच्चाहरू छोलिरहेछन्, दुईजना एकअर्काको साथी भएको छ। बट्टाइलिन गर्दैछ फ्रोजनवाला हो नि, तर एउटा ल्याउनु भन्नुभएको छ। यो किनेर लगभग सक्यो। अब भोलि भएको भएर हामीले सब सामानहरू किन्यौँ। अब हामी जाँदैछौँ अझै घरमा। टुमोरो नेक्स्ट डे जानलाई रेडी भयो है। झोलाहरू हाम्रो भागमा चाहिँ यति पऱ्यो। यहाँ बाबु टक्कर नुन लिँदायो, भाउ पनि रेडी भयो। हामीहरू सबैजना यहाँ पछाडि हुनुहुन्छ, दिदी बहिनी छोरा। म चाहिँ 1.5 महिनाको सुत्केरी हो है गाइस। यसरी 1.5 महिनाको सुत्केरी जानुहुन्छ कि हुँदैन पिकनिक? तर यो विदेश भएको भएर अहिले गएको जानु चाहिँ हुँदैन। कमेन्टमा भन्नु, तर गाली चाहिँ नगर्नु होला। यसरी हामीहरू पिकनिकमा। हेलो गाइस, कस्तो भइरहेछ त? खै ठुलो सङ बिन्दास तरिकाले बोल्नु पऱ्यो नि। रमाइलो भइरहेछ। ल हामी चाहिँ 3 ग्रुप छुट्दैछौँ। यहाँ एक ग्रुप यता उता जानु भइसक्यो, अनि एक ग्रुप यता, अनि एक ग्रुप। आज हामी पिकनिकको माहौलमा बनियासतिरको बाटो आउँदैछौँ, टाढा जानको लागि, रमाइलो गर्नको लागि। यसो बाटोतिर मैले त बिचमा आफ्नो साउन्ड लिइरहेको छु। देख्न सक्नुहुन्छ यस्तो हरियाली के कस्तो राम्रो रोड के। यसो हेर्दा त नेपालकै जस्तो लाग्ने कि यति राम्रो। ओ माई गॉड, हामी आइपुग्यो हाम्रो गन्तव्य। देख्न सक्नुहुनेछ यहाँ दिदीहरू सबैजना भेला भयौँ हामी। अब हामी निस्केर हामी त्यहाँ खोज्दैछौँ ठाउँ कुन ठाउँमा हो भनेर। हामी त्यसपछि सबैजना निस्क्यौँ, सबैजना हाई हेलो गरेर हामीहरू यहाँ भनिरहेछौँ। एकदम रमाइलो भइरहेछ भन्दै कि। अनि यहाँ बहिनीले चाहिँ छोरा खाइ भनेर मैले झुकाएर छैन भन्थेँ। अन्त विश्वास त के गर्थेँ र। अनि भित्र दिदीले समातिरहनु भएको थियो। अनि यहाँ हेर्नुहोस्, देख्न सक्नु यस्तो घाम थियो कि यस्तो घाम। अब यहाँ यसो सोध्नु पऱ्यो, यिनीहरूले खान्छ कि यतै बस्छ कि राति बस्दैन कि भनेर सोध्नु जानु लाग्छ। मलाई चाहिँ अड फिल भइरहेछ। ल हामी त यसरी टेन वा ठुलै रहेछ यो त है। झाडी देख्न सक्नुहुनेछ। हामीहरू चाहिँ होइन यहाँ टेन्ट गाडिसक्यौँ। आज हामी राति यहीँ बस्छौँ। यहीँ मेरो यहाँ 2टा बहिनीहरू छन्। हो चुस्स पारिदिनुहोस्। मेरो मुटु दिदीहरू यहाँ हाम्रो त यहाँ दिदी व्यस्त हुन्छ। कस्तो भइरहेछ? हो ठिक। अब म गएँ उता। यहाँ त हामी देख्न सक्नुहुन्छ यहाँ सबैजना कस्तो राम्रो के घाँसहरू यस्तो राम्रो नि। अनि माछा यति धेरै माछाहरू छ त्यहाँ पनि साध्यै छ नि। यहाँ चाहिँ हाम्रो दाइले 2टा नानीहरूलाई खुवाउँदै हुनुहुन्छ घरबाटै। नानीहरूको लागि चाहिँ घरबाटै बनाएर लिएर आउनु भएको थियो उहाँहरूले। जाउलो नानीहरूले खाँदैछ, नानी बाबुहरूले। अनि यहाँ चाहिँ हाम्रो अझै यहाँ एकछिन हामी सबैजना सामानहरू के कस्तो भयो भनेर हेर्दै हुनुहुन्छ यहाँ। अनि यहाँ देख्नुहुन्छ बारबेक्यू गर्ने ठाउँ। दिदीहरू बसेर मस्त टिकटकहरू बनाउँदै हुनुहुन्छ। अनि यहाँ दाइ दिदीहरू त्यो फोटोसुट गर्दै हुनुहुन्छ है, फोटो खिच्दै हुनुहुन्छ। अनि अनि उता ग्रुपमा चाहिँ चटपटे बन्दैछ। यहाँ चाहिँ चटपटे खाना बोलाइरहनु भइरहेको छ कि ल अब त फोटोसुट बन्द गरौँ, चटपटे खाना आउँ भन्दै हुनुहुन्छ है। अनि उहाँले भाग लाउँदै हुनुहुन्छ चटपटे।
उहाँले चाहिँ भेज खानुभएको भएर चाहिँ उहाँलाई छिट्टै अलग्गै राखेर चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ चाउचाउ हाल्नु भएर बनाउँदै हुनुहुन्छ वाउ भन्दै हुनुहुन्छ अनि यहाँ चाहिँ म फोटो लिँदैछु अनि देख्न सक्नुहुनेछ वाउ यस्तो मिठो चटपटे ओ माई गड हामी चाहिँ सबैजना हेर्दैछौँ देख्ने बित्तिकै मुखबाट रस आयो कि यस्तो खाउँ 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 फिल भएको कि वाउ दिदीहरू चटपटे खाएर आउँथे यहाँ दिदीहरूको एनर्जी आएर अन्त नाच्दै हुनुहुन्छ कि यहाँ चाहिँ यस्तो हुँदा नाचिरहनु भएको थियो नि अब मैले चाहिँ अब साउन्ड देखाउन नमिल्ने भएको भएर गाइज राजा राजा कति थोरै मकी हाल्नु भएको त ल बाबा औ होइन ठिक छ ठिक छ होइन ठिक छ एकदम ठिक छ ल औ छोप 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 ए पड्किन लाग्यो ए छोडिन छोडिन हेरे त्यति चलाइ हुन्छ माथिबाट है चलाउनु पर्दैन अब के गर्नु पर्दैन आफै हुन्छ ए राजा कहिले ओ त्यो त ला ग्यास बोली त राछ अब त तपाईको त ग्यारेन्टीको हालत हुन्छ अब यतालो देखि छ यस्तो रमाइलो हुँदो रहेछ हामीले पिकनिक खाएको यस्तो पनि हुँदो रहेछ ल गाइस मके पाक्यो है पाक्यो चक्लेट अब कहाँ ल्याउने चक्लेट चक्लेट त त्यतिखेरै घिउसँगै हाल्नु पर्थ्यो ल है पाक्यो 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 है पाक्यो पाक्यो भयो है चिया पाक्नु पर्यो ताली सिपिङको राजा के कोब्रे थियो ताली बजा तैले हेलो दाई यहाँ हाम्रो यहाँ कागती खाने प्रोग्राम छ आज हामी बसिन्छ नि है अब भोलि बिहान गइन्छ नि त हाम्रो दुबईको पिकनिक हो दुबईको पिकनिक कस्तो भइरहेछ त हजुरहरूलाई बब्बाल आज त हामी यहीँ बसिन्छ पिकनिक मनाइन्छ गाइज दुबईको पिकनिक अनि यहाँ चाहिँ हाम्रो दाइहरूले बार्बिक्यू गर्दै हुनुहुन्छ है यस्तो मजाले देख्न सक्नुहुन्छ अनि त्यहाँ हेर्नु न घाम पनि कस्तो राम्रो देखेको के घाम डुबेको वाउ यस्तो राम्रो अनि यहाँ बार्की हेर्नु मैले हजुरलाई जुम गरी गरी देखाइरहेको छु यति रमाइलो भयो कि नि अहिले चाहिँ मान्छेहरू भट्टाभट आइरहेछन् कि यहाँ हेर्नु न यहाँ स्पेशल सिजर सलाद बनाएर खुवाउँदैछु के एकचोटि देखाउनु मिल्नुहुन्छ त अब कटिङ हुँदैछ के चाहिँ हामीले धेरै हाल्नेछौँ अब लेटुस छ यहाँ त्यसपछि यहाँ आइसको लेटुस छ हजुर अनि त्यसपछि अरू चिजहरू चाहिँ उतापट्टि छ हैन हजुर अब यसमा ओलिभ ओइल जान्छ ओलिभ जान्छ सेलेरी स्टिक जान्छ हजुर चेरी टोमाटो जान्छ वालनट जान्छ हैन हजुर पर्मेजिन चिज जान्छ म बनाउँदैछु भन्न हो ल आज उहाँले बनाएपछि चाहिँ म यहाँ देखाउँछु एकदम बवाल हुन्छ अहिले सबै चिज बनाइसकेपछि म एकचोटि फेरि देखाउँछु उहाँको सलाद कस्तो छ हेलो हेलो यहाँ देख्न सक्नुहुनेछ हेर्नु यति रमाइलो भइरहेछ नि वाउ अरूभन्दा नि मलाई यहाँ घाम झुल्केको के है डुबेको झुल्केको भनेर आइज डुबेको कस्तो राम्रो सिन के म त यस्तो मन परेको हेर्नु न यति राम्रो नि है यतिखेर त कस्तो शीतल शीतल है दिउँसो चाहिँ घाम भएको थियो यतिखेर चाहिँ यो शीतल भएको के बेलुका हुँदै गएपछि पनि होला है हामी अलिक चाँडै नै आएको थियौँ नि त नि हेर्नु यहाँ ताल यो तालमा त यति धेरै माछा यति धेरै माछा अनि यहाँ मेरो सानो बाबुलाई चाहिँ यहाँ सुताइदिइरहेको अनि यहाँ दिदीहरू हुनुहुन्छ दुईवटा टेन लिएर गएको थियौँ भित्र बाबु सुतिरहेको छ त्यहाँ देखाइरहनु भइरहेको छ दिदीहरूले तिमी बाबुलाई हेर्दै हुनुहुन्छ कि है अनि दिदीहरूले हेर्नुभएको भएर त म त यताउता यस्तो क्यामेरा लिँदै घुमाउँदै देखाउँदै गरिरहेको छु कि है अनि देख्न सक्नुहुन्छ यहाँ दिदीहरू यहाँ चाहिँ बुढाबुढी बार्बिक्यू गरेको यसो फोटो खिच्नलाई भिडियो बनाउनलाई गरेको तर उहाँले यति लगाउनुहुन्छ नि त गर्नु मान्नुहुन्न ल अब हाम्रो साथीहरू सबैजना
हामी यसो हेरेको कि कति पुगेकोहरू पिकनिक खान आउनुभएको रहेछ भनेर हेर्दै बनाउँदै टिस्टा बनाउँदै गयो। यति रमाइलो देख्न सक्नुहुनेछ हाम्रो ग्रुप केटीहरूको ग्रुप। ओह लास्टै गाह्रो भइरहेछ मेरो यहाँ खुट्टा दुख्यो नि त अनि म गर्दिनँ भनेको। कस्तो राम्रो भयो ल हाम्रो त्यही पिकनिक सक्यौँ हामीहरू सबैजना गयौँ। दिदीले त सबैलाई माया गर्दै बाई बाई भन्नुभयो। हाम्रो यतिकैमा हाम्रो पिकनिक सक्यो फुल डेको। थ्याङ्क यू फर वाचिङ बाई।